लिपुलेक लिम्पियाधुरा सम्बन्धी बुझ्न खोज्नुभयो जस्तो लागेको थियो। यस सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्यान्ड सरकारसँग पनि कुरा गरेछौँ। उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्यज्यूले भन्नुभएको धेरैजसो कुरालाई चाहिँ मैले सल्लाह र सुझावको रूपमा लिएको छु र मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर 23-24 गतेको मात्रै नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरू भएका छन्, धेरै दमनहरू पनि भएका छन्। विभिन्न कालखण्डमा भएका आन्दोलनहरू, र्यालीहरूमा भएका कुराहरूको प्रतिवेदनहरू धेरै छन्। एउटा मात्रै प्रतिवेदन छैन मानव अधिकार आयोगको, र विभिन्न आयोगहरू पनि गठन भएका छन् विभिन्न कालखण्डमा। आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आयोगका प्रतिवेदनहरू छन् ती सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने काम कारबाही त्यही हिसाबले गर्छ। धन्यवाद। म विपक्षी बेन्चका नेकपा एमालेको तर्फबाट प्रश्न राख्न समय दिन्छु। समय 2 मिनेट। सम्माननीय सभा महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूलाई वास्तवमा हाम्रो राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वतन्त्रता हामी सबैको प्राणभन्दा प्यारो चिज हो। आज नेपालको भूमि हामीले दावा गरिरहेका छौँ, नक्सा जारी भइसकेको छ। त्यो भूमिमा त्रिपक्षीय सरोकारको ठाउँ नेपाल, चाइना र भारतको, तर आज नेपाललाई व्यवस्था गरिकन भारत र चाइनाका तर्फबाट द्विपक्षीय समझदारी कायम गरेर जुन व्यापारिक मार्ग निर्माण गर्ने काम धमाधम भइरहेको छ, यो सन्दर्भमा नेपाल सरकारको धारणा के छ, सरकारले के गरिरहेको छ भन्ने सन्दर्भमा म प्रधानमन्त्रीज्यूसँग चासो राख्न चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, विपक्षी बेन्चकै तर्फबाट नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट आफ्नो प्रश्न छ भने 2 मिनेटभित्र प्रश्न राख्न समय दिन्छु। सम्मान्य सभामुखज्यू, सम्मान्य प्रधानमन्त्रीज्यू आज संसदमा उपस्थित हुनुभएको छ। यो लोकतान्त्रिक परिपाटीलाई उहाँले आत्मसात गरेर सार्वभौम संसदमा उपस्थित भएर प्रश्नको उत्तर दिने जुन जमर्को गर्नुभएको छ त्यसको निमित्त म सम्मान्य प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। म खास गरिकन 2टा प्रश्न यहाँ राख्न चाहन्छु। आज यो तयारी त्यति हाम्रो पुगेको छैन। सम्मानज्यू आइहाल्नुभयो, प्रश्न माग गर्नुभयो, त्यसैले गर्दाखेरि त्यो माग अनुसारको यो प्रश्न राख्नुपर्ने एउटा जिम्मेवारी बोध भएको छ। एउटा कुरो के छ भने हामीले राष्ट्रिय सम्मानलाई अत्यन्त महत्त्वका साथ हेर्नुपर्छ। कुनै पनि बेला हामी सम्मानपूर्वक जिउने कुरामा हामी प्रतिबद्ध हुनुपर्छ। मैले यो सन्दर्भ लिस्ट डेभलप कन्ट्रीको एलडिसीको ग्रेजुएसनको सन्दर्भ उठाइरहेको छु। यो वर्ष हामी लिस्ट डेभलप कन्ट्रीको ग्रेजुएसन हुने अवस्थामा थियौँ। यसले हाम्रो राष्ट्रिय सम्मान बढाउन सक्थ्यो, आत्मविश्वास बढाउन सक्थ्यो, ताकि त्यसले गर्दाखेरि हामी अन्तर्राष्ट्रिय समुदायमा नेपाल अल्पविकसित होइन भन्ने खालको एउटा अनुभूति लिएर हामी हिँड्न सक्थ्यौँ। तर केही वस्तुहरूको निर्यातको सुविधाको निमित्त यो अवसरलाई हामीले अहिले 2 वर्षको निमित्त एक्सटेन्ड गर्ने सोचाइ बनाएको छौँ। म सम्मान्य प्रधानमन्त्रीज्यूबाट यो कुराको स्पष्ट रूपमा सकिन्छ भने हामी अहिले सबै यो इन्डिकेटर्सहरूबाट हाम्रो जिएनआई पर क्याप्टाबाट पनि हामी सम्पूर्ण कुराबाट हामी ग्रेजुएसनको निमित्त फिट भइसकेको छौँ।
त्यसैले गर्दाखेरि यही वर्षबाट ग्रेजुएसनको निमित्त हामी तयारी हौँ भन्ने म अनुरोध गर्न चाहन्छु। अर्को कुरो, सामान्य प्रधानमन्त्रीज्यू गरिबप्रति अत्यन्त उहाँ संवेदनशील हुनुहुन्छ। उहाँले त्यस सम्बन्धी गीत पनि गाउनु भएको छ। म के अनुरोध गर्न चाहन्छु भने अहिले जुन किसिमको सुकुम्बासी समस्याहरूमा डिल गर्न खोजिएको छ त्यो राज्यको तर्फबाट त्यो बिल्कुल सही तरिका भएन।